एभ्रिवान नमस्ते वेलकम बैक टू माई च्यानल। र आज चाहिँ हामीहरू माथि हामीहरूको मणिपुरको सबसे उचाइमा चाहिँ एउटा घोडामा मान्छे बसेको टाइपको छ कि जग्गाको नाम चाहिँ थाहा छैन। तै पनि मलाई चाहिँ थाहा छैन। साथीहरू लिएर आएको दिदी र म चाहिँ हिँड्दैछौँ र भेन्ना र रोबिन चाहिँ आउनु हुँदैछ। उकालो न उकालो गाइस, यस्तो उकालो रहेछ लाइफमै आउँदिनँ म त अबदेखि त। यस्तो उकालो रहेछ नि। अनि जाँदैछु हेर्नु उकालो कहिले पुगिन्छ कुनी पुग्ने लागेको छैन है। यो घामले गर्दाखेरि मेरो अनुहार देखेको छैन होला गाइस। थाकिसकेँ म तपाईँहरूलाई वहीँ पुग्छु अनि देखाउँछु। अहिलेको लागि चाहिँ तिमी बाई गाइस। पुग्छु त भनेको पुग्नै लागेको छैन म त। उकालो न उकालो रहेछ ए दिदी चाहिँ आउँछ नि म एक्लै हिँड्दैछु। कहाँ हिँडेको मलाई नि थाहा छैन। उकालो न उकालो रहेछ गाइस। हो बस्ने जग्गा पनि हुनु नि हो। तल चाहिँ बसिनँ गलिकी थिएँ नि त्यति बेला चाहिँ। अहिले त स्याहार फ्याफ्या नै भइसक्यो म त। कतिखेर पुगिन्छ हो गलियो मरे म चाहिँ मरेँ। हेर्नु यहाँनिर चाहिँ यस्तो छ है जग्गा चाहिँ राम्रो त पनि। म चाहिँ गलेर मरेँ। उकालो हेर्नु ऊ तल कस्तो राम्रो छ हो खेत जस्तो भएर नि त। हेर्नुहोस् है यहाँ तल चाहिँ यस्तो छ। यहाँ एकखेप लडेर मऱ्यो भने चाहिँ मरेँ म। एकखेप लड्यो भने चाहिँ गाइस म तपाईँहरूलाई सबै भिडियो देखाउँछु है। अहिले म पुग्छु अनि फेरि देखाउँछु गाइस। गाइस हामीहरू चाहिँ फाइनल्ली पुग्यौँ। के भने चढ्न नदिएर हुन्छ हान्नुपर्छ बिना। यस्तो राम्रो आमा यस्तो राम्रो बनाएको नि। यस्तो राम्रो बनाएको भनेको नि। यस्तै हुनु नि त मतलब घर पनि घरको जग्गाहरू पनि। हजुर घोडाको के देख्यौ तिमीले हेर त। समझ गई म त घोडै मात्रै देखेँ। आमा कत्रो घोडा आते गलियो गाइस। फाइनली पुग्यौँ। अनि उता चाहिँ डोला चाहिँ के झुन्नाको बम हो टाइम बम हो गाइस। हेर्नु कत्रो बडो छ कि जग्गाहरू चाहिँ यहाँ पनि गाडीहरू राख्न मिल्छ। अम्मा यो माथि चाहिँ घर बनाउँदैछ कि के बनाएको त्यहाँ वाह। महल गलियो। यो जग्गाको नाम के हो कहाँ लेख्छ चाहिँ म देखिनु त। नो एन्ट्री ए अनि ऊ
अप्पै ऊ दुईटा रहेछ नि त नि त ब्लू ब्लू कलरको डोला नि सिधै तल पुगिने रहेछ लु टेक्नोलोजिया कहाँ ऊ भन्नु घोडे गर्छ नि त हामीले गरे के देख्नु छैन म बनाएँ माथिको कि माथिको बनाएँ कोही जान मन छ जा ए तीन मात्रै रहेछ नि घोडा मात्रै रहेछ ए निकाल सट्टी निकाल्दा पनि हुँदो रहेछ त नि कति सजिलो अनि त्यति मजा देखिँदो रहेनछ है नि यो रुख चाहिँ ओ त चाहिँ के हो त तलको चाहिँ यहाँका रुख सबै काट्नु पर्ने हो नि त ओ त चाहिँ के हो त चाहिँ खोइ मसान काटेर नि मेरो बाउ तिम्रो ससुर हो कसको बाउ कसको ससुर हो तपाईँको बाउ भन्छ नि मेरो बाउ तिम्रो ससुर हो उतलोको चाहिँ त्यो अलिकति बारेको चाहिँ किन बारेको रहेछ यहीँ पुगिजान त यो हो नि त बाटो नि यता हो नि त कसले अघि कहाँ इम्फाल पुरै देखिन्छ भने त कोही कहाँ देख्यो यता देखिन्छ नि त यो रुख सबै ढाल्नु पर्ने हो नि त ऊ परबाट ऊ माथिबाट देखिन्छ चढ्ने माथि माथिबाट चाहिँ देखिन्छ होला चढ्दा हुन्छ नोइन्टी देखेर छ भित्र पछि त नोइन्टीले सक्यो त छैन नि त देखिन्छ होला हौ माथि देखिन्छ चुम्बेन जेठो बनाइसकेपछि चाहिँ माथि घुस्ने जग्गा पनि होस् न नि यहाँ आएका छौँ कि हामीहरू यहाँ आएका छौँ कि कतिखेर खाने तपाईँहरू दुईजनालाई चाहिँ फोटो खिच्न चाहिँ साह्रै सोख छ हौ सोख लाग्छ तपाईँहरूलाई मलाई फोटोमा केही इन्ट्रेस्टै लाग्दैन म त साँच्चै बोरा हिरन त उम्रो पनि थाहा छ उम्रो पनि थप्न लाग्यो नि वाउ खान्छ त आदि त्यस्तो के असिना साग खोइ माछा खोइ छैन त माछा त यो हो त त्यस्तो पो म त फ्राई वाला भन्दै थिएँ त्यसो चाक भन्दैन नि बुढोले उयो गरेर आउनु र चल्दैन पर्ने छ नि यहाँ सकेर उयो गरेर कतिको ल्याउनु भएको र त यो भन्दा चाहिँ सकेर गरौँ नि खाएको भए नि के हो त सेकमा लुगाना त साह्रै हुन्छ पहिले खान्छौ तिमीहरू कुन्टीको त बोतलमा पनि छ तल भरे फेरि पर गरेर नखाइ नहुने अझै धेरै खाने पर तर म त नखाँदा पनि हुन्छ के बनाइ खा त एकै छाकमा हाल्दै भेना डर हुनुहुन्छ नि त नि भेना डर हुनुहुन्छ नि त हामीहरूको भेना त्यो चाहिँ माछा होइन ए त्यो चाहिँ माछा यहाँ रहेछ माछाको एउटा चोक्रो न झोल मात्रै छ त्यो बुढी लगेर मारिदिन्छु म चोक्रो बेकारको मासु कस्तो पठाइदिए लु तपाईँको फिगर चाहिँ हुनेबाट 0 फिगर रेखा पक्रिदिनु न म घुम्छु न यसमा बिहे आउनु न लेखेर यहाँ पक्रिदिनु म घुम्छु ल
हेरलाई मजा होला गफ गर्दै हिँड्दै गयो नि त दाउरा खोजेर जाँदैछ नि आज कस्तो साह्रो परेको नि त्यसलाई त्यो आइनामा देखिरहेको छ अब भोलि कन्टिन्यू हुन्छ भेनारमा थक्कै परेन नि त त्यस्तो छिटो तपाईँहरू भेना दिदी नि त आइपुगेछन् नि भेना दिदी नि त आइपुगेछन् यहाँ हिँड्दैछन् ठिक टाइमिङ हो यहाँ अटो पाइन्छ र भेना यहाँदेखि अटो हुन्छ ओए हामीले त फिगर बनाउने एक्सर्साइज गरेर आएका फिगर बनाउने एक्सर्साइज ओ ब्रेकहरू परेछ यहाँ यो पल्लामा